यहाँहरू सबैलाई नमस्कार। म आज रुकुम पूर्व अनि यता बागलुङ निसी खोला र रोल्पाको तीनवटा सिमानाको बिचमा छु। यो चाहिँ हिड नेता भन्नेमा छु अथवा हिड छेडा भन्ने ठाउँमा छु। यो छेडामा यहाँ आन्तरिक तथा बाह्य पर्यटकले अति रुचाएको ठाउँ र मध्य पहाडी सडकले चाहिँ छोएको ठाउँ भएको हुनाले र यो नजिकको गन्तव्य अहिले चाहिँ पर्यटकीय स्थल चाहिँ अलि हेर्न लायकको ठाउँ भएको हुनाले चाहिँ अहिले चहल पहल धेरै छ। तपाईँहरूले हेर्न सक्नुहुन्छ यत्रो गाडीको लाभालस्कर छ, यहाँ यत्रो बाइकहरू छ होइन। टाढा टाढाबाट नेपालगञ्ज यता बुटोल दाङदेखि चाहिँ पोखरादेखि चाहिँ घुम्न आउनु भएको छ। यो यस्तो ठाउँ छ कि धेरै टाढा पनि छैन। पोखरादेखि 200 किलोमिटर र दाङदेखि 200 किलोमिटर र नेपालगञ्जदेखि पनि त्यही 350 किलोमिटरले चाहिँ यहाँ आउन सकिने ठाउँ भएको हुनाले सबैको यो चाहिँ एउटा स्वर्गीय जस्तै चाहिँ स्वर्ग जस्तै चाहिँ ठाउँ भएको हुनाले चाहिँ यो ठाउँ सबैको एउटा पर्यटकीय स्थलको ठाउँमा चाहिँ चिनिँदो छ। त्यसैले सम्पूर्ण यो हिमालहरू हेर्ने, हिउँहरू हेर्ने, फुलहरू हेर्ने, विभिन्न प्रकारका सयौँ थरीका फुल हेर्ने जति पनि पर्यटकहरू हुनुहुन्छ यो ठाउँमा आएर चाहिँ दृश्य अवलोकन गरिदिनु पनि म हार्दिक अनुरोध गर्दछु। यहाँ यतिखेर यो होटेलहरू चाहिँ कच्चाकच छन्, मान्छेले नास्ता गर्ने ठाउँ नै पाएको छैन भन्नाले चाहिँ यहाँ यो आजका दिनमा यो शनिबारको दिनमा हेर्ने हो भने तपाईँहरू हेर्न सक्नुहुन्छ साना साना बच्चादेखि 60-70 वृद्धहरूसम्म चाहिँ यो स्थानलाई चाहिँ यो ठाउँलाई चाहिँ निहाल्न आउनुभएको छ। उहाँहरूलाई चाहिँ हार्दिक धन्यवाद दिन चाहन्छु। कसैले चाहिँ पिकनिक खाने न्युमा चाहिँ आज चाहिँ यो ठाउँ हेर्न आउनुभएको छ। तसर्थ आफ्नो गाउँठाउँमा रहेका जति पनि छन् पर्यटक स्थलहरू छन् त्यसका उत्खनन र प्रचार प्रसार गर्नु नितान्त आवश्यकता छ र हामीले आफ्नो ठाउँबाट गरिरहेका छौँ र गर्नुपर्ने आवश्यकता पनि छ। यो अहिले यो सिमानामा अडिएको यो ठाउँ, यो सिमानाको यो चाहिँ नेतामा अडिएको यो ठाउँमा अहिले यत्रो मान्छे चाहिँ खचाखच भइरहँदा अलिकति माथि उकालो चढ्नुभयो भनेपछि चुङ्ग्री बुकी छ अर्थात् त्यो चुङ्ग्री बुकीबाट चाहिँ विभिन्न हिमालहरू चाहिँ निहाल्न सक्नुहुन्छ, त्यहाँ मनोरञ्जन ल्याउन सक्नुहुन्छ र त्यही नजिकै एउटा चाहिँ पहाडी आँगन भन्ने छ। त्यो पहाडी आँगनमा गएर पनि तपाईँहरू त्यही बस्ने, त्यही खाने र बिहान पख चाहिँ सूर्य उडाएको र साँझ पख सूर्यास्त भएको अथवा सूर्य डुबेको पनि तपाईँ दृश्य चाहिँ त्यहाँबाट देख्न सक्नुहुनेछ। हामीले त्यहाँबाट ढोरपाटनका फाँटहरू देख्न सक्छौँ। त्यसैले यो ठाउँ असाध्यै यो पर्यटकको प्रचुर सम्भावना बोकेको ठाउँ भएको हुनाले तपाईँहरू यस स्थानमा आएर चाहिँ आफ्नो बाँकी समयहरू आफ्नो केही खाली समयहरूलाई चाहिँ यहाँ बिताउन आउनु पनि म हार्दिक अनुरोध गर्दछु। यो सेताम्य भएको हिउँमा म आज धेरै समय पछाडि म प्रत्येक हिउँ पर्दा प्रत्येक साल चाहिँ आउँछु, गत वर्ष पनि आएको थिएँ। त्यसैले म आज पनि यो ठाउँ स्थानमा चाहिँ म पाइला टेकेको छु। यो ठाउँमा आउँदा मलाई चाहिँ एकदमै गर्व लागेको छ। हिउँ सेताम्य भएको छ। यो सेताम्य हिउँमा गाडीका लाभालस्कर, मान्छेका हुल, कुनै मेलाभन्दा कम छैन, ठुलो मेला महोत्सवभन्दा कम छैन। यो स्थानमा आउँदा म असाध्यै हर्षित छु। तपाईँहरू पनि यो ठाउँमा आउनुभएको छ भने एक हप्तासम्म यहाँ हिउँ रहने जानकारी पनि गर्दछु र अझ बादल पनि छ। यो बादल पनि छ, बादल भएको हुनाले चाहिँ अझ पानी परेमा चाहिँ यहाँ हिउँ पर्ने जानकारी पनि गर्न चाहन्छु। यहाँ याकहरूमा चढेर चाहिँ मनोरञ्जन गर्न सक्नुहुन्छ। विभिन्न होटेलहरूमा चाहिँ सेकुवाहरूको व्यवस्था छ, विभिन्न नास्ताहरूको व्यवस्था छ। त्यता हेर्न सक्नुहुन्छ टन्नै मान्छे छ, ऊ हेर्नुहोस् त्यहाँ पिकनिक चलिरहेको छ, माथि लेकतिर छ, यता किलाचनतिर छ। त्यसै हेलो यो त अहिले फेरि फोटो खिचेर छैन काँडाको उहाँले गाउनुहुन्छ
फेरि एकपल्ट होइन साउन्ड बन्द गरिदिनु त त्यो साउन्ड बन्द गरिदिनु खै तैँले भर्खर बगेर खाइदिने बगेर खै बरा खाइबेला नि बडै मियाङ त काल गाडी पनि खाली यो गाडी जानु लाग्यो अब हेर्नुहोस् है सरर यात्रा हिँड्न लागेको अब घाम डुब्न लाग्यो यस्तै सिलसिल बतास चलेको छ यो पनि ठुलो छ कहाँसम्म हेलो हेलो डक्टर साहब कति राउन्ड भयो हामी बिहानै आएको बिहान कति बजे 12 बजीतिर आयो होला आएर ल